खिचिराखेको त्यही अगाडि बस्नु खिचिराखेको हेर्दै डाक्टर राजन केसी, शेरबहादुर विश्वकर्मा, प्रकाश हार्दिक अनुरोध गर्छु। एकजनाले गर्नुपर्ने होला, मैले गरिदिएँ त। यो तयारी भइसकेको छ। धन्यवाद उत्कर्षजी, कार्यक्रमका सभापति महोदय, अभियन्ता साथीहरू, सर्वप्रथम म यो नेपालको जय होस्, सबै नेपालीको जय होस् भन्न चाहन्छु। धेरै अभियन्ता साथीहरू सबै लागिसक्नु भएको छ। अब हामीहरू अन्तिममा कार्यक्रमको अन्तिममा पुगेका छौँ। अहिले जुन नाम प्रस्तुत गरिए ती नामहरू हामीले सहमतिमा अहिले हामी सबै साथीहरू, अभियन्ता साथीहरू एउटा हामीले जुन चाहिँ फागुनको 16 गते एउटा भेला गरेका थियौँ। त्यो भेलाको म्यान्डेट अनुसारले 10 जनाको समिति जुन बनेको थियो, त्यो 10 जनाको समितिले आज भेला गरेर त्यो भेलाले फेरि जुन हामीले तत्त काम गर्ने अधिकार थिए ती अधिकारभित्र रहेर हामीले केही चाहिँ नामहरू पनि तय गरेका छौँ र ती नामहरूमा सहमति र अनुमोदन हुन्छ भन्ने पनि मैले ठानेको। यसै सन्दर्भमा के भने उठेका धेरै कुराहरू उठेका छन्। ती उठेका विषयहरूमा हामीले यो अभियान र अभियानको क्रममा जुटेका कुराहरूलाई केही कुरा हामीले भन्नुपर्ने जरुरी हुन्छ। यो सामाजिक जागरण अभियान नेपाल कसरी सुरुवाती भयो, यो कुराहरू यहाँलाई थोरै दृष्टान्त हुन जरुरी छ। यो अभियान 1 वर्ष अगाडि हामी तपाईको चाहिँ कलङ्कीमा ज्ञानोदय स्कुल अगाडिपट्टि हाम्रो त्यहाँ हामी साथीहरू थियौँ, त्यहाँका पास्टर हुनुहुन्थ्यो, त्यहाँ हाम्रो गङ्गापन्थी आउनु भएको थियो, त्यहाँ हाम्रा चाहिँ दिवाकर भट्टराई लगायत एउटा कोठामा हामी 14 जना त सानो छलफल त्यहाँ चलेको थियो। त्यो छलफलमा करेन्ट फ्लो जस्तो मैले गङ्गाजीले भनेको कुराले मलाई भित्र छुवाएको थियो। हामी त्यहाँ धेरै छलफलहरू गर्यौँ, बसियो त्यो कलङ्कीको त्यो त्यही ठाउँमा बसिसकेपछि त्यहाँ मलाई जोडिँदाखेरि मलाई पनि त्यता पानी अलिकति एकदमै चाहिँ यो चाहिँ यो अहिलेको अवस्थामा नेपालमा राजनीतिक दलहरूले चाहिँ गरे त्यो एउटा कुनै प्राप्तिको लागि आन्दोलन गरे, ती पाए, त्यसपछि चाहिँ अनि भतभङ्ग पाएर छोडिदिए। जनताको मन तरङ्गित भएको छ, जनताको मन एकातिर फर्किएको छ, राजनीतिक दलहरू एकातिर चाहिँ आफ्नो बाटो लिएर हिँडेका छन्। अनि यसले चाहिँ केही गर्न सक्छ कि भन्ने मलाई लागेको थियो। अनि हामी फेरि न्युरोडमा चिया खाएर बस्यो, एकचोटि उहाँले निस्किनु चिया धुयो, मैले सम्झिरहेको छु। न्युरोडमा चिया खाएर बस्यो, त्यसपछि कलङ्कीमा चिया खाएर बस्यो। अनि यी विचारहरू मन्थन हुँदै जाँदाखेरि अनि त्रिपुरेश्वरको एउटा भेलामा ल हामी चाहिँ यस्तो तरिकाले भेला गर्ने भनेर थियो। त्यो त्रिपुरेश्वरको भेलाले एउटा म्यान्डेट दियो 10 जनालाई एउटा चाहिँ बनाउने र त्यसपछि अगाडि जाने भन्ने म्यान्डेट दियो र यसले अब एउटा विचारोपण भएको छ। यो विचारोपणले अब दूरगामी एउटा ऐतिहासिक अवस्था अथवा नेपालको परिवर्तित सन्दर्भमा यो आजको डिजिटल एज, आजको यो प्रविधिले विकास गरेको डिजिटल एजमा यो अभियानले नौलो परिवारको अभियानले यो समाज रूपान्तरण, यो समाज विकासको लागि केही गर्छ भन्ने हामी एकदम पूर्ण विश्वास छ। हामीले अवधारणा विकास गरेको सामाजिक जागरण अभियानको हामीले सामाजिक किन राख्यौँ भने यो समाज यो भूमिमा, यो नेपाली भूमिमा आज ईसापूर्वको 3000 वर्ष अगाडिदेखि यहाँ यो नेपाल भूमिमा मान्छेहरूको बसोबास देखिन्छ। अब पश्चिमतिर हेर्ने हो भने तपाईँको मानसरोवरका केही क्षेत्रहरूमा मान्छेहरूको उपस्थिति त्यहाँ त्यति अवस्था देखेर अहिले पनि यो माटोमा खनी बसेको गर्ने हो भने हाम्रा पिता पुर्खाको रगत पसिना नङ्ग्रा भेटिन्छ। त्यति पुरानो समाज थियो। त्यो समाजलाई राजनीतिक गर्ने क्रममा विभिन्न दलहरूले विभिन्न नियम बनाउँदै शासन गर्दै गए। 1190मा चावेश्वर नागराजले शासन गरेर खसहरूको एउटा सभ्यता निर्माण गरिदिए। यता तपाईँ लिच्छवीहरूले यताको शासन थियो, राजा जनकका उता शासन थिए। तपाईँको चाहिँ तिनै समाजहरू तिनै हुन्, त्यति विकसित समाज थियो त्यो अवस्थामा। तर त्यो समाजलाई रूपान्तरित अहिले चाहिँ तपाईँको मनोवादी व्यवस्थाको चाणक्य नीतिमा ल्याइयो, कहिले जङ्गबहादुरको शासनमा ल्याइयो, कहिले बहुदलको नाममा ल्याइयो, कहिले काङ्ग्रेसको नाममा ल्याइयो, कहिले कम्युनिस्टको नाममा ल्याइयो, अहिले गणतन्त्रको नाममा ल्याएर मान्छे हामी त्यहीँ छौँ, समाज त्यहीँ छ, माटो त्यहीँ छ, हामी सबै त्यहीँ छौँ। तर शासन गर्ने व्यवस्थाहरू विभिन्न प्रक्रियाहरू चेन्ज गर्ने। त्यो समाज हाम्रो समाज यस्तो हो, त सामाजिक व्यवस्था यस्तो हुन्। हामी अरूभन्दा पछाडिका अमेरिकामा पछि बनेका समाजहरू
त्यति विकसित भएर गयो। तर हाम्रो पुरानो ऐतिहासिक समाज पिछडी पर्नु पर्यो। त्यो हामीले सामाजिक जागरण गर्न सकेनौँ, हामीले यो समाजलाई रूपान्तरण गर्न सकेनौँ। हामीले हिजो अरूलाई रक्षा गरेर बसेका हाम्रो समाज, एउटा गौरवशाली इतिहास बसेको समाज, त्यस्तो पुरातन सभ्यता भएको समाज हामीले रूपान्तरण अथवा जागरण ल्याउन नसक्दाखेरि कुनै एउटा तपाईँको चाहिँ एउटा शक्ति ऋतु छ, राणा शासनलाई ऋतुलाई काङ्ग्रेसहरूको निर्माण भयो र काङ्ग्रेसहरूले राणा शासन फाल्नुपर्छ भने आन्दोलन गरे। राणा शासनको जनता त त्यहीँको त्यहीँ भए, त्यो खेतीपाती त्यहीँको त्यहीँ भयो, त्यो सुव्यवस्था त्यहीँको त्यहीँ भयो। बहुदल आउनुपर्छ, पञ्चायतमा त्यो इन्डियातिर गयो, काटचुप पारे ल चाहिँ अब त्यो बहुदल फाल्ने एउटा आन्दोलन गऱ्यो भने त्यो आन्दोलन गरेर बहुदल पनि आयो, दल पनि सुव्यवस्था पनि भयो, तर जनता त्यहीँको त्यहीँ भए, माटो त्यहीँको त्यहीँ भयो। संसार दौडेर कहाँ पुग्यो, तर हाम्रो समाज त्यहीँको त्यहीँ हो। त्यसले गर्दाखेरि सामाजिक हामीले व्यवस्थाहरू चेन्ज गर्यौँ, व्यवस्थामा कानुनहरू बनायौँ, केन्द्रमा कानुनहरू बनायौँ, तर हामीले हाम्रो समाज चिन्न सकेनौँ। सामाजिक लोकतन्त्रको अभ्यासमा हामी जान सकेनौँ। त्यो समाजले न्याय गर्न सकेनौँ। अहिले पनि हामीले समाजको न्यायोचित व्यवस्था, अहिले साथीहरू भन्छ समाजका न्यायोचित व्यवस्था निकाल्यौँ, तर समाजका न्यायोचित व्यवस्था अहिलेको अवस्थामा समाज ध्रुवीकरण हो। अहिले हामीले एकथरी तपाईँको चाहिँ जनजाति भनेर एउटा क्लस्टर बनाएको, तपाईँको कुनै भोजमा जानुभयो भने दलितहरूको एउटा ग्रुप हुन्छ, उनीहरू एकातिर लाग्छ। अहिले तपाईँको गाउँघरमा दलितहरूले बिहा गर्नु पर्यो, दलित बोलाउँदो रहेछन्, तपाईँको जनजातिले बिहा गर्नु पर्यो, जनजाति बोलाउँदो रहेछन्, अनि बाहुन छेत्रीले बोलाउनु पर्यो, बाहुन छेत्री बोलाउँदो रहेछ। समाज ध्रुवीकरण हुन्छ। जब समाज ध्रुवीकरण भयो भने राष्ट्रमा ठुलो समस्या आइन्छ। त्यो समाज, त्यो सामाजिक आन्दोलन, सामाजिक जागरण हामीले गराउन सकेनौँ भने अब अहिलेको नयाँ परिस्थितिमा नयाँ त्यो 21औं शताब्दीका मानिसहरूलाई रूपान्तरित गर्नलाई नयाँ जागरणको आवश्यकता छ। ती जागरणहरू हामीले अमेरिकामा बस्ने पनि हामी जस्तै मान्छेहरू हुन्, बेलायतमा बस्ने पनि हामी जस्तै मान्छेहरू हुन्, र जापानमा अफ्रिकामा बस्ने मान्छेहरू पनि हामी जस्तै मान्छे हुन्। तर हामीले हाम्रा केटाकेटी आज अमेरिका, बेलायत, तपाईँको चाहिँ जापान, जर्मन जानको लागि लालायत छन्। किन लालायत छन् भन्दा त्यहाँ सुव्यवस्था भयो। हिजोको अवस्थामा कावेश्वर नागराले शासन गर्दा कसारमा तपाईँको चाहिँ यो 12औं शताब्दीमा इन्डियाबाट भागेर तपाईँ वैदिक आर्यनहरू शरण लिन आएको ठाउँ हो। त्यति शक्तिशाली साम्राज्य थियो। त्यस्तो किसिमको चाहिँ भनेको मुस्लिमहरूको आक्रमण सहन नसकेर त्यो इतिहासहरू प्रष्ट भइरहेको कुराहरू त्यो पढ्दाखेरि अहिले जस्तो लाग्छ। तर त्यति ठुलो साम्राज्य आज नागरिक हामीहरू आज भौतारिनु परेको छ। त्यो सुव्यवस्था त्यतिखेर थियो, त्यो अवस्थाको त्यो मान्यताहरू त्यतिखेर एकदम व्यवस्थित थियो। तर समयको रूपान्तरणसँगै समाजलाई राम्रोसँग व्यवस्थित गर्न सक्दाखेरि अनि हामीहरूले यहाँबाट हाम्रा केटाकेटीहरू सुव्यवस्था खोजीमा, के को खोजीमा, रोजगारीको सुनिश्चितताको खोजीमा, आय आर्जनको सुनिश्चितताको खोजीमा, स्वास्थ्यको सुनिश्चितताको खोजीमा, र त्यहाँ सम्पूर्ण रूपमा सुव्यवस्था भएको कारणले उनीहरू त्यहाँ लालायत थिए। अब हामीले सामाजिक लोकतन्त्रको अभ्यास गरेर जस्ता किसिमका व्यवस्थाहरूले मान्छेले छिटो प्रगति गरे, मान्छेहरूको देशको समृद्धि भयो, सबैले तपाईँको उन्नत किसिमको चाहिँ सुव्यवस्था गर्न सके, उनीहरूको चाहिँ सबै व्यवस्था भयो भने त्यो खालका व्यवस्थाहरू हाम्रो समाजका रूपान्तरण र समाजलाई त्यो उन्मुख गर्न सकिएन भने हामीहरू जड भएर बस्यो भने पनि त्यो के हुन्छ, समाजले तपाईँको गति दिन सक्दैन र हामीहरू हिजो हाम्रा दाजुभाइहरू राउटे जसरी बसेका छन् त्यसरी नै रहन सक्दैन। त्यसले राजनीतिले नीति मात्रै बनाएर हुँदैन, त्यो समाज रूपान्तरण हुनुपर्छ र समाजमा जागरण ल्याउनु पर्छ। त्यो समाजको जागरण भइसकेपछि, समाजले सुव्यवस्था देखिसकेपछि त्यसले बल्ल तपाईँको चाहिँ रूप लिन्छ। अहिलेको अवस्था हेर्नु 70 लाखभन्दा बढी युवाहरू देशमा छन्। उनीहरूले त्यहाँको सुव्यवस्था देखिसकेका छन्। बरु हामीलाई थाहा छैन होला, अहिलेको नवयुवाहरू तपाईँको चाहिँ विभिन्न देशका त्यहाँ तल बुझ्दाखेरि त्यहाँको कानुन उनीहरूले बुझेका छन्, त्यहाँ रोजगारीमा जाँदाखेरि त्यहाँको कानुन बुझेका छन्, त्यहाँको गाडीमा चढ्दाखेरिको चाहिँ निःशुल्क चढ्न पाइने व्यवस्थाको कानुन बुझेका छन्, तपाईँको स्वास्थ्यमा उपचार गर्दाखेरि इन्सुरेन्स पाइने व्यवस्थाको कानुन बुझेका छन्। उहाँ पछि सबै सुविधा छ। जब आफ्नो मातृभूमि आउँछन्, यो आमाको भूमि आउँछन्, यो माटोमा टेक्छन्, त्यसपछि एयरपोर्ट देखेर उनीहरूलाई चाहिँ लुक्न सुरु हुन्छ। एयरपोर्ट देखेरै तपाईँको चाहिँ सबै किसिमका चाहिँ परिपाटीहरूको चाहिँ बन्द गर्न सुरु हुन्छ। अनि त्यसपछि उनीहरूले कसरी यहाँ त्यो थुनिएर बन्द कोठाभित्र निसासिएर अनि बस त यहाँ भनेर लौरो लाएर राजनीतिक दलले तँलाई बाहिर जाने सुव्यवस्था पनि नहुने, अनि आफ्नो परिवारको व्यवस्था पनि गर्न नसक्ने, सबै कुरा नहुने, तर यहीँ बसेर बस भन्ने सम्भावना हुन्छ। नीतिहरू बनाए राजनीतिक दलले, यो तपाईँको चाहिँ गणतन्त्र आइसकेपछि नीतिहरू बनाए। म तपाईँलाई माइक्रो लेभलका कुराहरू भनिदिन्छु। हामीले नीति बनायो। एउटा कुरा के रहेछ भने काठमाडौँको महानगरमा मेरो त्यहाँ सीतापाइला चोकमा कुकुरहरूको एकदमै समस्या, अनि
त्यो रातिमा सुत्नै नपाइने तपाईँको एकदमै चाहिँ त्यो सधैँ कुकुर भएन भने त्यो छाडा कुकुर हो एकदम चाहिँ राति 12 बजीतिर त्यो कस्तो कस्तो भुग्ने अनि त्यसको व्यवस्थापन गर्नु पर्यो भनेर मैले चाहिँ महानगरमा गएर यो खालको के खालको व्यवस्था परिपाटी हुँदो रहेछ भनेको त्यो त त्यो कुकुर कस्तो नियम बनाएको छन् भने कुकुर चाहिँ मार्नै नपाइने वास्तवमा हो प्राणी जगतको रक्षा गर्नुपर्छ नियम बनाएको छन् एकदम एनजिओले राम्रो गरेको छ तर त्यो कुकुर व्यवस्थापन नगर्दाखेरि अनि नागरिकको हित कस्तो भइरहेछ नागरिक रातमा सुत्न पाउने सुव्यवस्था छ छैन कस्तो भइरहेछ त्यो चाहिँ त्यो एउटाको हक रक्षा गर्दाखेरि अर्कोको हक हनन भएको छ कि छैन त्यो चाहिँ हेर्न सकेका रहेछ त्यो अनि त्यस्तै के गर्दो रहेछ पन्जाबमा भने तपाईँको त्यो कुकुरहरू मार्न पाइँदो रहेछ कुकुरहरूलाई तपाईँको त्यहाँको राज्यले नै बजेट हालेर कुकुरहरूको एउटा डाँडो अनि त्यहाँको धनाटेहरूले बाटामा पाएका भुसिया कुकुरलाई सुव्यवस्था सहित खानपिन गरेर मान्छे पालेर पाल्ने गर्छ एकदम त्यो कुकुरलाई जस्तै त्यो सडकमा छोडेका कुकुरहरूलाई पनि एकदम मान्छे लगाएर मासु र भात खाएर पाल्दैन त्यसको त्यो नम्बरिङ चाहिँ पाल्दैन त्यो एकदम सत्य कुरो मैले चाहिँ भनेर हामीले नियमहरू बनायौँ त्यो नियमहरूले एउटाको नियम लियौँ अर्को नियमलाई अनि भाष्यहरू कस्तो निर्माण गरियो भने तपाईँको अहिलेको परिवर्तन सम्बन्धमा विभेद र अन्यायको कुराहरू हामीले पुरानो कुरा राख्छौँ ल फलानु माथि एकदमै ठुलो विभेद हो तर विभेदहरू कुरा गरे तर खसहरूको एउटा विभेद कसैले बुझ्दैन त्यो विभेद चाहिँ कुरा गर्नु हो खसहरूको महिलाले एकदमै खसहरू कस्तो छ भनेर देखेन तर खसहरूको महिलाले पुरुषसँग सँगसँगै मर्न पर्छ कि तपाईँको त्यो त्यो इतिहासमा हेर्नुभयो भने त्यो सती जाने प्रथा भएर एउटाले एउटा नियम बनाएर एउटा मान्छेले जिउँदै त्यहाँभन्दा त्यो दमन त छोड्नु मार्दै नि कि जिउँदै मार्ने भने त्यो खालको उत्पीडनको कुरा कहिले बोल्थ्यो हामीले त्यो उत्पीडनलाई देखिएन तर हामीले अरू ल यता यो जनजातिमा यो माथि उत्पीडन यसलाई चाहिँ यता ल्याऊ ल यो माथि तर भित्री कुराहरू एकदमै ठुलो हिजोको समाजले गरेका अन्यायहरू छन् त्यो अन्यायहरू तर अहिलेको अवस्थामा यो समाज वर्तमान अवस्थामा टेकिरहेको धरती हामीले टेकिरहेको अहिलेको धरती र हाम्रो बालबच्चा कहाँ पुगिरहेछन् हामीले कस्तो खालको सुव्यवस्था भइरहेछन् हाम्रो आयोजन कस्तो भइरहेछ र भोलिको अवस्थामा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुने र हामीले अहिलेको सुनिश्चित यो भूगोलभित्र रहेका नागरिकहरूको सुव्यवस्था गर्न सकिन् नसकिन् आजको दिनमा अबको गणना यो समाज रूपान्तरण आजको दिनमा यो भूमिमा टेकिरहेका नेपाली भूमिमा टेकिरहेका नरनारीको रक्षा नरनारीको विकास हो र यो मुलुकको समृद्धि हामीले खोज्यौँ यो समाजको रूपान्तरण अभियानले यसले मूल मर्म ल्याउनु भनेको कुराहरू त्यसले गर्दाखेरि हामी यो अभियानमा छौँ यो अभियानलाई हामी सफल बनाएर छोड्छौँ यो अभियानले छिट्टै नै हामी यो प्रत्येक नगरपालिकामा गठन हुन्छ यो जिल्ला तहमा गठन हुन्छ यो प्रदेश तहमा गठन हुन्छ र यो अभियानहरूले राज्यले गरेका विभेद अन्याय भ्रष्टाचार घुसखोरी सबैको विरुद्ध हामी राम्रो काम गर्छौँ समर्थन गरेर राज्यले गरेका राम्रा कामहरू छन् भोलि सबैको सुव्यवस्था हुन्छ राज्य चलाउने दलहरूले गरेका राम्रा काम छन् भने हामी विश्वास गर्छौँ तर जब राज्य सत्ताले गरेका निर्णयहरूले जनताहरू चपरमनी पर्छन् आफ्नो मात्रै व्यवस्था हेर्छन् आफू मात्रै कमाउने व्यवस्था गर्छन् मै खाऊ मै रमाऊ भन्ने चिन्तनबाट जान्छन् भने त्यसको खबरदारी यो तपाईँको चाहिँ सामाजिक जागरण अभियानले त्यसको खबरदारी गर्छ जहाँसुकै खबरदारी गर्छ चाहे हायर लिभरले तेलको भाडा बढाओस् चाहे तपाईँको चाहिँ जनतालाई असर गर्ने कुनै पनि कामहरू यो जागरणले जनता जागेर त्यसको पक्षमा जनताको पक्षमा सधैँ जनतालाई जागरुक र जागरणयुक्त बनाइराख्छ मैले अहिले यहाँ यति राखेर म हाम्रो सहमतिमा जुन समिति बनेको थियो अस्ति जुन माइन्डेड दिएको समिति बनेको थियो त्यो समितिले हामीले केही नामहरू सहमति गरेका छौँ यहाँहरूलाई बस्न छ अथवा यहाँ आएका नाम मध्येमा कोही विवादित नामहरू छन् कसैको चाहिँ तपाईँको चाहिँ केही विवादहरू छन् भने पनि तपाईँले अब्जेक्ट गर्न सक्नुहुन्छ र छैनन् भने अनुमोदन गरिदिनलाई पनि म केही नाम प्रस्तुत गर्छु म नाम प्रस्तुत गर्न चाहन्छु सुन्नु होला र साथीहरू हुनुहुन्छ भने उता राम्रो हुन्छ होला कार्यक्रम बनाउनु होइन राजेन्द्र रुम्बा म यहाँ हुन्छु म नाम बात गर्न चाहन्छु एक नम्बरमा प्रकाश गुकाया टेक बहादुर विक ठाकुर पोखरेल आह्वान श्रेष्ठ लेखनाथ ढकाल काजी प्रसाद गौतम डॉक्टर अमृत भूषाल
कृष्ण बहादुर तिरुवा, भरत केसी, सुरेश अधिकारी, कृष्णहरि कोइराला, मधुसूदन पुराशैली, विष्णु पंत, तेजेन्द्र प्रसाई, रमेश भूषाल, गणेश लोहार, रोमलाल गिरी, आरके ढकाल, लक्ष्मी दत्त भट्ट, नवीन केसी, गिरीपंथी, डॉक्टर गिरीपंथी, डॉक्टर राजन केसी, सफलता बोगटी, राजेंद्र तिरुवा, सहवीर विक, सफलता भूषाल। अनि यसबाट सचिवालय पनि कार्य सम्पादन समिति एउटा निर्माण भएको छ। कार्य सम्पादन समितिमा डाक्टर राजन केसी, लेखनाथ ढकाल, प्रकाश रोकाया, आरके ढकाल, टेकबहादुर विक, आह्वान श्रेष्ठ, भरत केसी, कृष्णहरि कोइराला र ठाकुर पोखरेल, यो चाहिँ कार्य सम्पादन समिति बनेको छ। यो कार्य सम्पादन समितिले अब यसमा कुनै चाहिँ तपाईँको केही अब्जेक्सन छ अथवा कोही साथीहरू बस्न इच्छुक हुनुहुन्छ, यो समाजलाई म योगदान दिन चाहन्छु, समाज अगाडि बढाउनलाई मेरो रहेका समय बचेको समय समाजलाई दिन चाहनुहुन्छ भने नाम दिन पनि सक्नुहुन्छ, अथवा छैन भने ताली बजाएर गडगडाट ताली बजाएर यो नामलाई अनुमोदन गर्न सक्नुहुन्छ। हस्, मैले यहाँ यति नै कुरा राखेँ। अहिले अब यो कार्यक्रम चाहिँ सभापतिले विसर्जन गर्नुहुन्छ। अब हामी अहिले यतिकै छौँ। धन्यवाद।